आज मेरो घरमा यस्तो के काम पर्यो त जसको कारणले गर्दा मलाई यति राति उठ्न बाध्य बनायो। किसानको छोरो भइसकेपछि कहिलेकाहीँ यतिको समस्याको सामना पनि गर्न सिक्नु पर्दछ। सो साथीहरू आउनुहोस् आजको भ्लगलाई स्टार्ट गरौँ। सो हे गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप तपाईहरु सबै सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज चाहिँ मेरो घरबाट धेरै टाढा जानु पर्ने भएको कारणले गर्दा म चाहिँ बिहान 4 बजे उठे। काम चाहिँ के हो भन्दाखेरि सिमी रोप्न जानु पर्ने छ। त्यसै कारणले गर्दा मलाई चाहिँ आमाले बिहान 3 बजेतिर उठाउनु भएको थियो। म चाहिँ 3 बजे उड्न सकिन। 1 घण्टा सुतेर 4 बजे म चाहिँ लागे आफ्नो खेततिर। नगरी काम पुग्दैन खान साँझ र बिहान भन्ने कविता चाहिँ कुनै समय पढेको थिएँ। ठ्याक्कै किसानको घरमा पनि यस्तै हुने गर्छ गाइज। मेरो घरमा चाहिँ गोरु नभएको कारणले गर्दा अर्काको गोरु माग्नु पर्ने हुन्छ। त्यसै कारणले गर्दा मम्मी चाहिँ गोरु लिनका लागि जानु भएको छ। घरबाट धेरै टाढा जानु पर्ने छ नि त। त्यसै कारणले गर्दा मैले टाइमलाई एक पनि लस नगरी हलो काँधमा हालेर आफ्नो बाटो लागे। हलो सानो भए पनि उकालो उकालो चढ्नु पर्ने भएको कारणले गर्दा अत्यन्तै गाह्रो भइरहेछ गाइज। आमा चाहिँ कतिखेर आउनुहुन्छ भनेर मजाले हेरेर बसिरहेको थिएँ, तर आमा चाहिँ अर्कै बाटोबाट आएर मलाई भेटाइसक्नु भएछ त भने म चाहिँ हेरेको हेरे। कहिले उकाली कहिले ओराली, ओराली चाहिँ होइन उकाली उकाली चढ्दै केही समयको अन्तरालपछि म चाहिँ पुगिसकेँ आफ्नो खेतमा। एउटा मात्र खेत छ, छिट्टै रोपेर छिट्टै आउँला भनेर मक्क पडिरहेको थिएँ। 3 घण्टा लगाएर जसो तसो गरी यो खेत चाहिँ हामीले रोपेर घरतिर लाग्यौँ। खेत चाहिँ एकदमै साह्रो रहेछ। त्यसै कारणले गर्दा गोरुहरू पनि त्यति हिँडेनन् कि, त्यसै कारणले गर्दा एकदमै ढिलो भयो। बिहान अँध्यारो भएको कारणले गर्दा हाम्रो गाउँलाई देखाउन सकिएन। खासमा कुरो के हो भन्दाखेरि यो डाँडोबाट हाम्रो गाउँ एकदमै राम्रो देखिने गर्छ। हाम्रो गाउँ घरतिर यस्तो खालको मन्दिरहरू पनि हुने गर्छ जुन कि हेर्दाखेरि झलक्क झल्किने। गाउँमा आजभोलि रोपाईको सिजन पनि चलेको छ। त्यसै कारणले गर्दा मान्छेहरू प्राय रोपाईमा पनि व्यस्त हुने गर्छन्। बिउहरू काटेर डोकामा हाल्नुपर्छ, डोकामा हालेर अर्को खेतमा लगी मजाले रोप्नु पर्दछ। यो प्रक्रिया त तपाईहरुलाई पनि थाहा होला। समय पनि एकदमै ढिला भइसकेको थियो। त्यसै कारणले गर्दा मैले छिट्टो छिट्टो गाउँमा हलो राखेर आफ्नो घरतिर कुदिहाले। एकातिर एकदमै भोक लागिरहेको थियो, एकातिर भिडियो अपलोड गर्नुपर्ने थियो नि त गाइस। त्यसै कारणले गर्दा हतारले घर पुगेर म चाहिँ लागे खाना खानातर्फ। बिहान बहिनीले भात दाल बनाएर राखेकी रहेछ। मैले चाहिँ ढिला नगरी छिटो भन्दा छिटो भात खानातर्फ गएँ। एकैछिन खाना खाइसकेपछि अलिकति घरको काम सकाएर म चाहिँ आफ्नो कोठातिर लागे। सो फाइनली साथीहरू म चाहिँ आफ्नो कोठामा पनि आइसकेँ। अब म गर्नेछु आफ्नो भ्लग एडिट। हस् त साथीहरू, यति नै थियो आजको मेरो भ्लग। मन पर्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न पनि नछुटाउनु होला। थ्याङ्क यू सो मच अल फ्रेन्ड फर वाचिङ माई भिडियो। बाई।